नमस्कार, म रामध्वज राई, प्रजातन्त्र माविको शिक्षक। अन्य व्यवसायको हिसाबले ट्र्याक्टर ढुवानी व्यवसाय र अन्य कृषि व्यवसाय पनि गर्छु। सम्पूर्ण युट्युब च्यानल मार्फत, टेलिभिजन मार्फत मलाई हेर्नुहुने सम्पूर्ण दर्शक महानुभावहरू, म आज यो विशेष गरेर भूत प्रेत हुन्छ कि हुँदैन भन्ने कुरा छ। यो कुरामा म यहाँहरूलाई मेरो अनुभव सेयर गर्न चाहन्छु। हामी एक दिन यहाँबाट हाम्रो प्रजातन्त्र माविकै शिक्षिका मनफुला राई मिसको घरमा हामी गएका थियौँ। त्यति बेला हामी फर्किने अवस्थामा अलि साँझ परिसकेको थियो। फर्किँदाखेरि बत्ती नै बलेर आउनुपर्ने अवस्था भयो। बत्ती बालेर आउँदै गर्दाखेरि एउटा भिर अनि बाँसघारीमा हामी एउटा खोला खोल्सी जस्तो अँध्यारो ठाउँमा हामी आइपुगेका थियौँ। त्यहाँनिर हामीलाई भूत प्रेत भन्ने हामीलाई विश्वास लागेको थिएन। तर जब हामीले भोग्यौँ, मसिनो मजाको गफ हो मनफुला मिससँग गाँठे होइन। गजबको भयो, एक जम्बो डिउनी सिध्याइयो है काका, गजब हो। के को आवाज आयो काका? होइन होला। फेरि के को आवाज आयो? फेरि हेर्नै पर्छ कि हो? हेर्नै पर्छ कि हो? नहेरौँ काका, जब यस्तै हो। बेला बेला के अरे औँसी पुर्णे बेला बेला यस्तै हो। तर्साउने नै मेरो आङ झिरिङ्ग भयो घाँटे। हाम्रो आङ झिरिङ्ग भयो, टाउको सुनिएको महसुस भयो। त्यस पछाडि हामी साँच्चीकै यो भूत प्रेत चाहिँ हुँदो रहेछ। उहिले जुजु बराजु बाजेहरूले चाहिँ भन्दै गरेको हामीले सुनेको साँच्ची नै हुँदो रहेछ भन्ने हामीलाई महसुस भयो र अनुभव भयो। अङ्कललाई पनि त्यो महसुस भएको कुरा मैले अनुमान गरेको छु। गाउँमा एक खालको हल्ला अनि त्यस पछाडि यो एउटा विश्वास पनि र 50% अविश्वास पनि। तर मलाई पूर्ण रूपमा चाहिँ नि यो गाउँमा धामी हुनु, धामी भए पछाडि त पक्कै पनि धामीलाई काम लाउनको लागि पनि अन्य भूत प्रेतहरू हुने कुरा म सहर्ष स्वीकार्छु। किन भनेदेखि हाम्रो गाउँमा मान्छेहरू एउटा धामीकै कुरा म गर्न चाहन्छु। भूत प्रेत हुन्छ हुँदैन भन्ने कुरा धामीले पनि महसुस गरेको कुरा हो। एकजना धामी हाम्रो यो हत्तोगढी गाउँपालिका हाल पहिले हुम्ताङ गाविसको वार्ड नम्बर 8 निवासी स्वर्गीय पिपी नाम गरेको धामीको चेला आभरङ कान्छा भन्ने बुढो मान्छे। आभरङ कान्छा र त्यो पिपी धामी बुढो एक दिन साँझ परेको बेला, रिमझिम भइसकेको बेला गफ गर्दै आउँदै गरेको अवस्था बाटोमा रेछरङ ग्राउन्ड भन्ने ग्राउन्ड छ, त्यसको मुनि बाटो आउँदै गरेको बेला सानो खोल्सो छ। अहिले पनि त्यो खोल्सो छ। त्यो खोल्सोमा 2-3 भाइ केटाहरू, ज्याङ्गो केटाहरू चाहिँ आएर बसिराखेको, लुकेर बसिराखेको। एकजना चाहिँ नि चप्प चाहिँ नि उठेर त्यो चेला चाहिँ अगाडि गफ गर्दै त्यो खोल्सो नागेर आइसकेको अवस्थामा पछाडि उसको गुरु पिपी चाहिँ पछाडि आउँदै गरेको। 3 भाइ केटाहरू उठेर एकजनाले च्याप्प समाएर उसको अङ्गालोमा चाहिँ नि राखेर, काँधमा राखेर
3 कल्ला मुनि पुराको त्यो विवरण मलाई थाहा छ। 3 कल्ला मुनि पुऱ्याएपछि त्यो तामसिराङ पिपी भन्ने धामीले हाम्रो ठुलो साकेङ्वा छ चण्डी, हामी उधौली उभौली गरेर साकेङ्वा हामीले गर्ने गरेको छौँ। त्यहाँनिर उहाँले हाम्रो राई संस्कार अनुसार, हाम्रो किराँत संस्कार अनुसार उहाँले हे भगवान् मलाई बचाऊ भनेर पिपीले, स्वर्गीय पिपी धामीले एउटा भाले चाहिँ नि बचाऊ भनेर त्यो एउटा भाले बोलेको, कबोल गरेको, भाकल गरेको, हाम्रो भाषामा भाकल गरेको कुरा यथार्थ हो। र यसैबाट पनि बुझ्नुपर्छ कि धामीहरू पनि यो भूतप्रेत भन्ने चिजबाट चाहिँ नि डराउँछन्, तर्सिन्छन्। यो एकदमै उहिले बाजे बराजुको पालादेखि नै रहिआएको। त्यति बेला हाम्रो राई भाषामा वालु भन्ने गरिन्थ्यो। वालु, मलाई वालुले नै बोक्यो। वालु भनेको सुँगुर, बङ्गुर, कहिले घोडा भएर पनि आउने गर्थ्यो। त्यो वालुले चाहिँ नि बोकेर मलाई चाहिँ नि अब लाने भयो भनेर चाहिँ नि भाकल गरेको। अनि उसको चेलाले चाहिँ नि उल्टो चाहिँ नि पछाडिबाट फर्केर उसको गुरु नभएपछि खुकुरी बेडबाट निकालेर चाहिँ नि हाई हुई गर्दै चाहिँ नि घुमेको रेकर्ड पनि हाम्रो गाउँको छ। त्यसो भएको हुनाले पनि यो भूतप्रेतमा चाहिँ नि मलाई विश्वास लागेको छ। भूतप्रेत हुन्छ। यो भूतप्रेत पनि कति बेला लाग्छ, कहाँ लाग्छ, यसको पनि बेला, टाइम, बेला घडी अनुसार चाहिँ नि हुन्छ भन्ने कुरा मलाई विश्वास लागेको छ। यो कुरा यहाँहरू सम्पूर्णमा यो कुरा चाहिँ नि म जानकारी गराउन चाहन्छु। सम्पूर्ण दर्शक महानुभावहरू, आजको 21औं शताब्दी विज्ञानको युग भन्छन्। विज्ञानको युग भनिरहेको अवस्थामा कतिपयलाई भूतप्रेत हुन्छ भन्ने कुराको विश्वास लागेको हुँदैन। म एउटा राई कल्चरमा हुर्केको मान्छे, राई संस्कार संस्कृति लिएर बोकेर जन्मेको भूमिपुत्र, संस्थागत हिसाबले किराँत राई यायुखा जिल्ला कार्य समितिको उपाध्यक्ष मान्छे पनि हो। र यो हिसाबले पनि म हाम्रो किराँत संस्कार र गाउँको संस्कारलाई म निकै विश्वास गर्छु। र भूतप्रेत आजको 21औं शताब्दीमा कहाँबाट हुन्छ भन्ने कुराको बारेमा धेरै मान्छेले जिज्ञासा, चासोको विषय बनाइरहेको अवस्थामा मलाई पनि खासै भूतप्रेत हुन्छ यस्तो शिक्षित मान्छे, आजको युगको शिक्षित जमानाको मान्छेले पनि यो कुरा गरिरहनु यो त वैज्ञानिक होइन भन्ने यहाँहरूलाई लाग्न सक्छ। तर मेरो आफ्नो चाहिँ नि जीवन भोगाई मैले स्वयंले चाहिँ नि भोगेको आधारमा मैले भन्न खोजिरहेको हो। म अध्ययनको सिलसिलामा, एक्जामको सिलसिलामा, मास्टर डिग्रीको परीक्षा दिन जाँदाखेरि, एक्जाम दिन गइरहँदाखेरि यहाँबाट धनकुटा आज बिहान 6 बजे उठेर गएर 11 बजेको एक्जाम चाहिँ नि भ्याएर म जहिले 4 घन्टाको एक्जाम सकेर रातैभरि घर आइपुग्ने मान्छे भएको हिसाबले पनि म बाटोमा, जङ्गलको बाटो हिँड्नु पर्थ्यो। जङ्गलको बाटो हिँडिरहँदाखेरि मलाई यस्ता सामान्य भूतप्रेत तर्साउने कुराहरू त मैले कति चाहिँ नि भोगेँ, कति चाहिँ नि सहेँ। मेरो आङ जिरिङ्ग भएर, आङ सिरिङ्ग भएर, टाउको सुनिएको महसुस भएर म जङ्गलको बाटो हुँदै सुनबालुवाको पुल म आइपुग्ने बाटो निकै नै खतरा। जङ्गलको बाटो चोर पनि लाग्छ भन्ने बाटो, चोर पनि लाग्ने बाटो हो। त्यहाँ त झनै भूतप्रेतको त कुरै नगरौँ। राति 12 बजेको टाइममा पनि हिँड्नु पर्ने। यो भूतप्रेत पनि कति कुन टाइममा लाग्छ यसको पनि समय, घडी, पला अनुसार चाहिँ नि लाग्दो रहेछ। यो कुरा मैले महसुस गरेको छु। सुनबालुवामा आइपुगेपछि मेरो घर आइपुग्न चिहानको बाटो, चिहानघारीको बाटो पनि आउनुपर्छ।
अहिले पनि ती चिहानघरीहरू छन्। चिहानघरीमा उक्लिरहँदाखेरि त्यो चिहानघरीमा मान्छेहरू खसखस र खुसुस बोलेको कुरा पनि मैले सुने। यो मेरो आफ्नो चाहिँ वास्तविक जीवन भोगाइको कुरा म गरिरहेको छु। यसैबाट पनि मलाई विश्वास लाग्छ कि यो संसारमा मानव सृष्टि जहाँ भएको छ, मानव भएको ठाउँमा भूत प्रेत पनि हुन्छ। यो कुरा मलाई विश्वास लागेको छ र यो कुरा म यहाँहरू सबैमा विश्वास त दिलाउन चाहन्छु।